उहाँ चाहिँ दिया मास्के होइन उहाँ यति एनर्जेटिक हुन्छ उहाँ डान्सपछि खतरा हुनुहुन्छ है एकदमै फुल एनर्जी त्यस्तै फुल एनर्जीमा पनि के अरे एक्टिङ गर्नुहुन्छ होइन एक्टिङ चाहिँ उहाँको चाहिँ एकदमै बवाल एकदमै पर्फेक्ट होइन एकदमै नेचुरल अनि शब्दै छैन कि डान्समा पनि कतिको राम्रो कि त्यो डान्स पनि अनि त्यसपछि फेसको एक्सप्रेसनहरू भयो होइन कति राम्रो म चाहिँ एकदमै इम्प्रेस भएँ तर आफ्नो ठाउँमा त सिकाउने कुरा आफ्नो ठाउँमा छ तर उहाँको चाहिँ अभिनय चाहिँ एकदमै बवाल एकदमै मेरो चाहिँ देख्नु तपाईँ एकदम नमन छ यति राम्रो यति ज्वलन्त यति एकदमै सक्षम र एकदमै निखारेको एक्ट्रेससँग हामी चाहिँ यसै हामी माझ भेट भइ सँगै वर्क गर्दाखेरि हामी नियमित एडुकेट जिमबाट एकदमै हस्ती भइरहेको छौँ र नियमित एडुकेट जिमले तपाईँलाई हृदयदेखि स्वागत गर्न चाहन्छ मेरो त ग्यारमेन्ट दिनै पर्यो मेरो त ग्यारमेन्ट दिनै पर्यो सबैभन्दा ठुलो कुरा चाहिँ म के देखेँ भन्दा म खुसुक्क आएर जिम गर्न जान्छु किनभने हामी यहाँ पारी बुटलहरू सिनेमाको सुटिङको लागि म आएको होइन गणेश देव पाण्डे जब उहाँ हाम्रै बुटोलकै हुनुहुन्छ जसले फिल्म बनाउँदै हुनुहुन्छ एउटा पार्टमा चाहिँ म पनि भनिदिन्छु बुटोलको हस्पिटालिटी चाहिँ होइन एकदमै एकदमै उत्कृष्ट जग्गालाई चाहिँ हृदयदेखि धन्यवाद यो हस्पिटालिटीको लागि थ्याङ्क यू हजुरले विभिन्न ठाउँमा ट्रेन गर्नुभयो यस निबन्ध एडुकेटिभमा तपाईँ के भूमिका भन्नुभयो विशेष के तपाईँको डिटेलिङ एकदम राम्रो छ सास जुन भन्छ सासमा ध्यान दिनु सासमा ध्यान दिनुपर्छ हरेक एक्सर्साइज चाहिँ तपाईँले डिटेलिङ चाहिँ पनि मजाले गर्नुहुँदो रहेछ धन्यवाद सर तपाईँलाई चाहिँ ट्रेनिङ गर्न पाउँदाखेरि म एकदम मेरो सौभाग्य बुटोल भनेको मान्छेलाई सोधेर एकदम राम्रो मजा